हेलो गाइस, स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आई होप सबैजना सन्चै हुनुहोला। म पनि सन्चै छु। यो मेरो सेकेन्ड ब्लग हो। रक्षाबन्धन रहेछ, सबैजनालाई ह्याप्पी रक्षाबन्धन। म चाहिँ दिदी घरमा आए थिएँ, दिदी केही काम गर्नुहुन्थ्यो, त्यसैले म घर फर्किएँ। घर आएर म रेडी भएर बसेको थिएँ, दिगरा बनाउँदैछु, तयारी गर्दैछु। यतापट्टि मेरो दिदी पनि रेडी हुँदैछिन्। फेरि हाम्रो कार्यक्रम सुरु भयो। फाइनली हाम्रो कार्यक्रम पनि सकियो। आजलाई यति नै। बाई बाई गाइस।